मम्मी कहाँबाट ल्याउनु भयो माछा कति बजी ल्याउनु भएको नि कतिको लाइन थियो कति नम्बरमा पर्नु थियो नि 15 पर्ने यत्रो ठुलो पाउनु भयो अनि सुरुतिर काले कत्रो लग्यो त सबभन्दा ठुलै थियो कुन माछा रे यो रौ र नही के रे अर्को नहिनी होइन नहिनी है कुन चाहिँ माछा धेरैले लयो नि यही यसलाई कति रे किलोको 560 यो पनि राखिदिउँ फेरि फ्राई समाता है एक थालभन्दा बढी हुँदो रहेछ है तर ठ्याक्क कति थियो 7 किलो थियो माछा बिस्तारै अहिले न त्यसको त बत्ती खाने माछा पनि फलो भयो दुईटा गराएर त्यसले चाहिँ राम्रै बनाउँछ बनाउनु क्या बनाइन्छ माछा खान लागि बेच्छ बनाएर यस्तो मिठो त मिठो हुन्छ होइन काँडा चाहिँ धेरै हुँदैन खै 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 यही हो नि बोसो ए बोसो भन्नु न तेल भन्नुहुन्छ यसै पग्लन्छ के तेल हो कि ए हो अनि हो त्यो त गिल्स भयो है यो गिल्स यस्ताले चाहिँ पाइँदैन थियो दुईजनाले यति पाइयो ए हात काट्नु भयो हात काट्नु भयो खाइदिउँ पहाल्नु मम्मी के गर्दै मम्मी के गर्दै ए एकजनाबाट कति हो नि 1 रोपनी बराबर 50 रुपैयाँ हो ए 82-83 को मेरो जिम्मामा छ त्यही भएर यहाँ लेख्दैछु कति घरको हो नि घर त 130-40 कति छ कहाँदेखि कहाँ हो नर्चोकदेखि तामुख हो कि ए पाण्डेचोकसम्म ओहो तपाईँले यस्तो लेख्न आउँछ कि राम्ररी ठ्याक्कै चिच्चिका देखिनु